आजको भिडियो चाहिँ आजको खानाबाट हो। यो चाहिँ चिकन राइस र यो चाहिँ 200 कतिको रे, यति पनि थिएन है। अनि चाहिँ नानीहरूले पिज्जा खाने भनिरहेको थियो, पिज्जा अनि खाना सुरुबाटै नै भएको थियो। यो चाहिँ स्प्राइटमा बरफ सरफ हालेर दिएको थियो। यो चाहिँ 180 हो कतिको थियो हैन। अनि चाहिँ यो पानीपुरी चाहिँ हामीले यता इन्डिया गएको थियौँ पलिया गर्नलाई। यता हेर्नु सामानहरू नि यो सबै 100 रुपियाँको हो के, यो सबै 100 रुपियाँको। परातहरू नि कत्रो थियो। अनि यो चाहिँ पिचकारीहरू बाबुले लिदिएको अनि हामीले उ चाहिँ गन्थ्यो। अनि यो बेलन भन्नु होला, यो पनि पिचकारी नै थियो। 101 पिचकारी थियो वहाँ चाहिँ हैन। अनि यो 100 120 100 यो चाहिँ 40 30 40 को थियो सानो हैन। 20-30 रुपियाँको सामानहरू पनि कति धेरै पाइरहेको थियो कि। अनि म सोच्दै किन जान्दैन होला मान्छेहरू इन्डिया सामान ल्याउन भनेर। अनि यस्तो हेरेको त्यही भएर रहेछ भनेको। अनि यो चाहिँ गन लिएको थियो कतिको 120 130 कतिको लिएको थियो। हामी चाहिँ हस्पिटल बाबुलाई सुई लगाएर अनि यहाँ बसेर हामी चाहिँ बसेसम्म बस्यौँ, आयौँ भाटबटी नि आएर अनि भाटबटी नि आयौँ। बाबुहरू चाहिँ लिप्सिम चढ्यौँ। अनि त्यसपछि चाहिँ हामीले होइन त्यो बाहिर सामानहरू मैले वहीँबाट किनेको पिचकारीहरू यहाँ पनि हेरिरहेको थिएँ। 400 800 रे। अनि बाबुले किनेको चाहिँ त्यो चाहिँ 600 कतिको प्राइस थियो। हामीले चाहिँ 100 कतिको लिएर आएको थियौँ, त्यो 120 कतिको लिएर आएको थियौँ। यस्तो हेरेको त आफ्नो अनुहार जातिबिती नै भएको थियो। मुख त त्यत्रो बाटोभरि भएको थियो नि, त्यही भएर मुख नै भइरहेको थियो। बाबु नानीले चाहिँ यता उखायो। त्यसपछि सामानहरू हामीले यति धेरै लिएर आएको थियौँ कि जस्तो नानीले म उचाल्छु भनिरहेको थियो। अनि फेरि यस्तो जुगाड लगाउनु भयो र यहाँ फेरि बुढोले यसरी बोक्नु भयो, भाइले र बुढोले यसरी बोक्नु भयो। अनि हामी चाहिँ यसरी हिँडेर गयौँ। सामान चाहिँ घर यत्तिकै। अनि त्यसपछि साँझ घर आएपछि सामानहरू ल्याएर नि घर आयौँ, घर पुग्यौँ होइन। घर पुगेपछि बाटोमा यता कुकुर नै पछि लगाइरहेको थियो, नानीले भगाइरहेको थियो। नानीले चाहिँ म चाहिँ एउटा सानो झिल्ली मात्रै बोकेर हिँडिरहेको थियौँ। अनि हालत चाहिँ लास्टै थाक लागेको थियो यत्तिकै हिँड्दा पनि। अनि साँझ चाहिँ यता बुवाले कुखुरा काट्नु भएको रहेछ राति घर। अनि चाहिँ मान्छेले आएर यस्तो काटिदिनु भयो, कुखुरा काट्नुभयो। अनि मासु पकाउनु भयो। अनि चाहिँ मैले यताउति अनि चाहिँ मैले पकाएको मासु अनि यस्तो भइरहेको थियो, लोकल कुखुराको मासु। अनि मलाई चाहिँ सुप खानु मन लागिरहेको थियो दिनभरि के पिज्जा सिज्जा खाएर। अनि लास्टमा चाहिँ मासु, लोकल कुखुराको मासु र झोल लोकल कुखुराको मासु र भातको त मजै अलग छ हौ। अनि भेटौँला अर्को भिडियोमा, ल बाई।